किन होला, जति बाइबल पढ्यो भने म बुझ्नै सक्दिनँ, अनि पढ्दै गयो फेरि अगाडिको कुराहरू चाहिँ भुल्दै भुल्दै जान्छु भन्ने धेरै विश्वासीहरूको समस्या छ। र धेरैजनाले मलाई यो कुराहरू भन्नुभएको छ। छैमसी आज हामी यो विषयमा छलफल गर्नेछौँ, किन हामीलाई बाइबल बुझ्नलाई गाह्रो भएको छ र के हामीले बाइबल बुझ्न सक्दैनौँ त, यो असम्भव छ बुझ्नलाई भन्ने विषयमा हामी आज हेर्नेछौँ। त्यसो भए यस्तो किन हुन्छ त? यसका केही कारणहरू छन्। पहिलो कारण चाहिँ के हुनसक्छ भन्दाखेरि बाइबललाई क्रमशः रूपमा नपढ्नु, आफूलाई मन परेको पदहरू पढ्ने, घरिघरि मत्तीको एउटा अध्याय पढ्यो, फेरि त्यो पढाइ छोडेर फेरि अर्को अध्याय पढ्यो, त्यसपछि फेरि लुकाको पुस्तकमा गयो, फेरि भजन सङ्ग्रहमा आयो। पढ्न चाहिँ पढ्ने, नियमित पढ्ने, दिनदिनै पढ्ने, तर छोटो छोटो आफूलाई मन परेको खण्ड छान्दै पढ्दै गर्ने चाहिँ पहिलो समस्या हुन्छ बाइबल पुरै नबुझ्नुको कारण। दोस्रो कारण बाइबल नबुझ्नुको कारण चाहिँ तपाईँले पढ्दै छोड्दै गर्ने। तपाईँले उत्पत्तिदेखि पढ्दै जानुभयो, त्यसपछि प्रस्थान पनि पढ्नुभयो, गन्तीको पुस्तकमा पढ्यो, पढ्न ज्याउ लाग्यो, फेरि तपाईँ अर्को पुस्तक छान्नुहुन्छ, पढ्नुहुन्छ। तपाईँले यसरी पढ्दै छोड्दै गरेर पनि तपाईँले बाइबल नबुझ्नु समस्या हुनसक्छ। तेस्रो कारण के हुनसक्छ भने तपाईँले चाहिँ नयाँ करार चाहिँ पढ्ने, पुरानो करार चाहिँ नपढ्ने। पुरानो करार बुझ्न अलि गाह्रो हुन्छ, पढ्दै गयो केही बुझ्दैन, झ्याउ लाग्छ, त्यसपछि अब बाइबल त पढ्न मन लाग्छ, पढ्नुपर्छ भन्यो, नयाँ करार पढ्यो, अनि त्यस कारणले गर्दा तपाईँलाई के हुन्छ, किनभने पुरानो करार चाहिँ नयाँ करारको पनि जग हो र एउटा पुस्तक चाहिँ अर्को पुस्तकको फेरि जग हुनसक्छ, सपोर्ट हुनसक्छ। त्यस कारणले गर्दा तपाईँले पुरानो करार चाहिँ पढ्न मन नपराउने, नयाँ करार मात्रै पढ्न मन पराउने पनि तपाईँले बाइबल नबुझ्नुको कारण हुनसक्छ। चौथो कारण चाहिँ तपाईँले बाइबलको ठुलो चित्र नबुझेको कारणले गर्दा हो। तपाईँले सानो सानो खण्ड पढ्नु भएको छ, बाइबलको छोटो छोटो कहानीलाई सुन्नु भएको छ। दाउदको घटना तपाईँलाई याद छ, तपाईँले सामुएलको घटना याद छ, तपाईँलाई एलियाको घटना पनि थाहा छ, तपाईँलाई गोलियतको कहानी थाहा छ, तपाईँलाई येशूको बारेमा येशूले गर्नुभएका कामहरू थाहा छ। तर त्यहाँनिर अरू धेरै कुराहरू छन् जुन बुझ्न हामीले आवश्यक पर्छ बाइबल बुझ्नको लागि। त्यस कारण यदि तपाईँले पुरै बाइबलको ठुलो चित्रलाई बुझ्नु भएको छैन भने तपाईँले बाइबल बुझ्न सक्नुहुन्न। प्रियजनहरू, यो सामान्य हो, किनभने बाइबल कलेज नगएकाहरू र लामो अवधिको तालिमहरू नलिएका व्यक्तिहरूको लागि बाइबल बुझ्न कठिन हुनु सामान्य कुरा हो। किनभने बाइबल आफैमा एउटा जटिल पुस्तक हो। तपाईँ हेर्नुहुन्छ भने बाइबल पूर्ण रूपमा लेख्नको लागि नै, सकिनको लागि नै 1600 वर्ष लागेको थियो। त्यति मात्र न, 39 भन्दा बढी लेखकहरूले यो पुस्तक लेखेका हुन्। एकै ठाउँमा बसेर लेखेको होइन, विभिन्न महादेशहरूमा, एसियामा, अफ्रिकामा, युरोपमा बसेर लेखिएको पुस्तक हो। अझै एउटा रहस्यमय र एकदमै रोचक कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ यो पुस्तक 1600 वर्षको अवधिमा लेखिए तापनि यस पुस्तकमा इतिहास र भविष्यवाणी गरी 6000 वर्षको समय अवधि छ। येशू ख्रीष्टको स्वर्ग रहर पछि लगभग आजसम्म आउँदा 2000 वर्ष भइसकेको छ र यो पुस्तक 2000 वर्ष अगाडि लेखेर सकिएको थियो। त्यसपछि हुने 2000 वर्षको भविष्यवाणी पनि यस पुस्तकमा समावेश गरिएको छ। त्यस कारणले गर्दा 6000 वर्षको इतिहास र भविष्यवाणी गरेर यस पुस्तकमा समयहरू समावेश गरिएका छन्। त्यसैले बाइबल चानचुने पुस्तक होइन, एउटा एकदमै अलौकिक पुस्तक हो, एकदमै शक्तिशाली पुस्तक हो, परमेश्वरको वचन हो। त्यस कारणले गर्दाखेरि बाइबल हामीलाई बुझ्न कठिन हुनु सामान्य कुरा हो। प्रियजनहरू, त्यसै कारणले बाइबल बुझ्नको लागि हामीलाई पवित्र आत्माको सहायता चाहिन्छ। हामीलाई बाइबलको असल शिक्षकहरूको सहायता चाहिन्छ अनि हामीलाई निरन्तर बाइबल अध्ययन चाहिन्छ। व्यक्तिगत जीवनमा हामीलाई तालिमहरू पनि चाहिन्छ। सक्नुहुन्छ भने तपाईँ बाइबल कलेज जानुहोस्, यदि सक्नुहुन्न भने अरू तरिकाबाट पनि तपाईँले बाइबल अध्ययन गर्न सक्नुहुन्छ, बुझ्न सक्नुहुन्छ। मलाई पनि यो बाइबलको संरचना बुझ्नलाई धेरै कठिन भएको थियो। जब म तेस्रो पटक बाइबल अध्ययन गर्दै थिएँ तब मैले बाइबलको संरचनालाई बुझ्न थालेँ। बाइबलको समयलाई, बाइबलका ठाउँहरूलाई, बाइबलका पात्रहरूलाई मैले बुझ्न थालेँ। कुन अगमवक्ता कुन राजाको समयमा आएको थियो अनि कुन राजाले कुन ठाउँमा शासन गरेको थियो, कुन अगमवक्ता
कुन व्यक्तिलाई हप्काउन आएका थिए, परमेश्वरले कोषद्वारा के काम गर्दै हुनुहुन्छ भन्ने कुरा चाहिँ मैले जब तेस्रो पटक बाइबल अध्ययन गर्दै थिएँ तब मैले बुझ्न थालेको थिएँ। त्यस कारणले गर्दाखेरि म कहिले पनि बाइबल चाहिँ अगाडि पछाडि गरेर अनि आफूलाई मन लाग्ने तरिकाले पढ्दिनँ। म एकदमै क्रमशः रूपमा बाइबल अध्ययन गर्छु। आजदेखि म 5औं पटक बाइबल अध्ययन गर्दैछु र मलाई धेरै कुराहरू बुझ्न बाँकी छ, धेरै कुराहरू अध्ययन गर्न बाँकी छ र कति कुराहरू मैले सिक्दैछु विभिन्न माध्यमहरूबाट र कति कुराहरू चाहिँ मैले मेरो व्यक्तिगत बाइबल अध्ययनबाट बुझिरहेको छु, किनभने पवित्र आत्मा परमेश्वरले सिकाइराख्नु भएको छ। म कुनै पनि पुस्तक नछोडिकन पढ्छु। म गन्तीको पुस्तक पनि पढ्छु, गन्तीको पुस्तकमा भएको नामहरूलाई पनि म राम्रोसँग पढ्छु, अनि त्यहाँ लेखेका वंशावलीहरूलाई पनि पढ्छु, त्यहाँ लेखेका नम्बरहरू पनि म पढ्छु, सङ्ख्याहरू पनि म पढ्छु। म कुनै पनि कुरा छोड्दिनँ, किनकि हरेक कुराले केही न केही कुराहरू सिकाइरहेको हुन्छ। त्यस कारण त क्रमशः रूपमा सबै कुरा पढ्नु आवश्यकता छ र मैले पढेका कुराहरू म टिप्छु। जस्तै उदाहरणको लागि मैले आज उत्पत्ति 1 पढेँ, उत्पत्ति 1 को मैले पद 1 मा के देखेँ त्यो लेखेँ। मैले अर्थ, व्याख्या यस्ता गहन कुराहरू लेख्दिनँ। म सामान्य त्यो पदले के भनेको छ, जस्तै आदिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो भन्छ नि, परमेश्वरले सुरुमा आकाश र पृथ्वी सृष्टि गर्नुभयो। यसरी म लेख्छु कि यसले गर्दा मलाई के हुन्छ भन्दाखेरि मैले दिनभरि त्यो कुराहरूलाई याद गर्नलाई सजिलो हुन्छ। मैले लेखेका कुराहरू मेरो दिमागले बुझ्छ। अब लेख्न नआउनेलाई त समस्या हुनसक्छ, यो तरिकाले काम नगर्न सक्छ, तर लेख्न आउनेले चाहिँ तपाईँ लेख्न सक्नुहुन्छ। कतिपटक त म त्यो पुरै भर्स पनि लेख्छु, किनभने त्यसले मलाई अझै त्यो भर्सलाई चाहिँ सम्झनलाई मद्दत गर्छ। यसरी चाहिँ म आफ्नो बाइबल अध्ययन गर्छु। कतिपटक तपाईँहरूले तालिमहरूको पनि आवश्यकता पर्छ, तालिमहरू पनि लिनुपर्छ। म पनि निरन्तर तालिमहरू लिन्छु, अहिले पनि म तालिमहरू लिन्छु, पुस्तकहरू पढ्छु। यसले पनि मलाई धेरै बाइबल बुझ्नलाई सहायता गर्छ। प्रियजनहरू, बाइबल निरन्तर र नियमित पढ्न आवश्यकता छ, किनभने बाइबल परमेश्वरको वचन हो। जब तपाईँ बाइबल पढ्नुहुन्छ, परमेश्वर तपाईँसँग बाइबलद्वारा बोल्नुहुन्छ र बाइबलबाट तपाईँले परमेश्वरको हृदयलाई जान्न सक्नुहुन्छ, परमेश्वरको हृदयलाई बुझ्न सक्नुहुन्छ, किनभने परमेश्वरको वचनमा जीवन छ अनि त्यो जीवन येशू ख्रीष्ट हुनुहुन्छ। जब तपाईँले वचन अध्ययन गर्नुहुन्छ, तपाईँले त्यो वचनमा येशूलाई पाउनुहुन्छ। जब येशूलाई तपाईँले अध्ययन गर्नुहुन्छ, तपाईँले येशूको बारेमा सिक्नुहुन्छ र येशू जस्तै आफू बन्ने कोसिस गर्नुहुन्छ र तपाईँ येशूको मार्गमा हिँड्नुहुन्छ र येशूले तपाईँलाई जीवन दिन सक्नुहुन्छ। आमेन। त्यसकारण गर्दा निरन्तर बाइबल अध्ययन गर्नुहोस्। बुझे पनि नबुझे पनि अध्ययन गर्दै जानुहोस्, एक दिन पक्कै बुझ्नुहुन्छ। आमेन। जय मसीह।